स्थानीय उत्पादन या प्रवर्धन या गुप्तातना येल महानगरपालिका या प्राङ्गणे घरेलु प्रदर्शनी थका कटेज फेस्टिभल जुगुडु यलया घरेलु तथा चिरंग उद्यमितेस स्थानीय स्तरीय उत्पादन याना वया चंगु वस्तु या प्रवर्धन व थप बजारीकरण या त वंगु भाद्र 10 गते निसे 12 गते तक ठुगु मेला न्यागु ख चिसठो घरेलु औद्योगिक मेला घरेलु मेला रहेको उखन असार महिना चाहिँ सूर्य नख उखन असार महिना न चिस असार 3 4 5 गते सोनो यार नख अहिले 28 उकेयो चिस निरन्तरै बिउ लागि चाहिँ जत्वा न तो 10 11 12 गते चिस सूर्य न आठो जिउ कार्यक्रम चाहिँ जी येले चाहिँ उद्यमिताको लागि प्रवर्धन या त वैकल्पिकको लागि सुना सुसेना चोडु अथवा नगरपालिका पाखे ट्रेनिङ कया या उद्यमिना चोडु बिसा सुसु उद्यमिना चोडु वो जिरा येले लगा अथवा जिउना नाम चोडु उद्यमिता सुसु उत्पादन याना चोडु यो किसिम वो उत्पादन र बजारीकरण या लागि जसठो चिज कोसिस यान्छ हो मेला स्थानीय उद्यमितेस उत्पादन यागु पाउ सुकुया हलजोल हस्तकला ओस हिगु साबु सरफ फिगु ओस लगायत या प्रस्तुत प्रदर्शनी याग ख सूचना वस्तु उत्पादन हाम्रै राम्रो हुन्छ अठे थजागु प्रदर्शनी थपिनेगु उत्पादन या त तप्या या त होता चुलागु थका अनबोटिका वपि उद्यमितेसन थागुदु सहयोग भन्नाले हजुर अब जति नयाँ ठाउँमा गए उति अलिअलि सहयोग त भइहाल्छ अवश्य नै हैन धेरै थोरै त्यो त भइराखेको छ अलिअलि बीएस लोकल अर्ग्यानिकको चाहिँ म मार्केट हेर्छु र यो हाम्रो महिलाको कम्पनी हो र यो बीएस लोकल अर्ग्यानिकले चाहिँ एक जिल्ला एक प्रोडक्ट भन्ने हिसाबले चाहिँ अगाडि बढिरहेको छ अहिले लगभग 45 जिल्ला भन्दा धेरैको सामानहरू छ र अहिले केही किसिमले गर्दै आइरहेको छ र साथै यस ललितपुर महानगरपालिका घरेलु प्रदर्शनमा पनि हामी सहभागी जनाएका छौँ।